यो के गर्नलाई यसरी जोत्नु भएको हलोले? यो मकै छर्नलाई। यो हाइब्रिड मकै? हाइब्रिड मकै। निकै जोत्नु भएछ त वहाँदेखि यहाँसम्म हैन? यो तल गर नि जोतेका। यो पनि है? ए गोरु हेर्नु न बाङ्गो न बाङ्गो हिँड्छ। किन गोरु नभएर? के जोत्ने मान्छे चाहिँ विदेशमा गएर ए अनि अब यो गोरुको काम आफै गर्नुपर्ने भयो हलोले। ए है यो अहिले समस्या नै भनौँ न। अलिक बाक्लो जोत्नु भएको जस्तो लाग्यो होइन र? खै ठाउँ ठाउँमा त्यस्तै पर्यो होला। आज फर्स्ट टाइम जोत्नु परेको होइन। यसलाई अब अर्को सालदेखि हामी सुधार्छौँ। ए ए ए ए हामी जोत्ने चाहिँ दुईजना चाहिँ हाल्नु नै। एउटा पाछो पनि छ लग्न पर्ने। हेलो गोरु जोत्छ जोत्ने दुईजना ठिकै गरिरहेछौँ। काम त राम्रो हो कि। अनि यो मकै नै हो भने चाहिँ अलिक रोप्नको लागि अलिक बाक्लो भएकै जस्तो लागेर नि। अलिक पातलो हुँदाखेरि चाहिँ राम्रो हुन्थ्यो होला। डह्रो भयो है काम चाहिँ आजको। अब यसलाई चट पार्ने विचार छ। के पार्ने? चट पार्नेलाई। ए आज यो सक्ने? हो क्या? ठिकै मिलेरै काम गर्नु हुँदो रहेछ नि त। अब पछाडि पक्रिने अलिक होइन पातलो तान्ने चाहिँ मोटो होइन मोटी। देउरानी र जेठानी हुन् कि। ए हो देउरानी अलि लुती भएर तान्न सक्छन् भनेर जेठानी लाग्यो कि बिचरा चाहिँ रातो बनाइदिने। ए यही पनि खेल्न सक्छ। ए तपाईहरू देउरानी जेठानी? ल ल ल राम्रो गर्नुभयो। अब छोरा मान्छेको अभाव होइन, सबै विदेश गाउँघर खाली भए। छोरी मान्छे अब तपाईँहरू मात्रै हुनुभयो। तै पनि तपाईँहरूले हरेस खानु भएन होइन? छोरा मान्छे नभए पनि गरेर देखाइराख्नु भएको छ, गरिराख्नु भएको छ। त्यो उदाहरण एउटा बन्नुभयो। उदाहरण मात्रै होइन गरेरै गर्नुभयो नि। अनि यस्तो मजाले जोतेर गर्नुभएको छ। अनि गोरु चाहिरहेको छैन अहिले। अब गोरु कसैले पाल्दैन पनि। हो है धेरै तपाईँहरूले धेरै काम गर्नुभएछ आज। अब यत्रो खट्नुभयो, यत्रो जोत्नुभयो। ए होइन यो यता पनि सबै। अब यो तपाईँहरू सबै आज चाहिँ अब रात पर्न आँट्यो। आज रोपेर चाहिँ सक्नुहुन्न होला। ए ल ठिक छ अलिक डह्रो नथिच्नु है। तान्नेलाई गाह्रो हुन्छ। अनि यसो तपाईँहरूले यहाँ जोत्नु हुँदो रहेछ कि। अनि यो किन जोतेको होला? यो के कामको लागि होला यसरी मेहनत गर्नुभएको? जोतेको जहिले पनि जोतेकै मात्रै देख्छु। गोरु ट्र्याक्टर लगाउँदा पनि हुने हो भनेर भन्छु होइन? यता म अनि यो साइकलमा यहाँ साइकल बिसाएर ठ्याक्कै यहाँ आएर अनि यहीँ तपाईँहरू भाटामा नै यहाँ हेर्न आएको क्या। ए ए ए ए अब तपाईँहरूले मेहनत गरे अनुसारको उत्पादन पनि त होला नि त होइन? पसिना हुनुभएछ। आमामा खलखल पसिना हुनुभएछ। ल ल ल ल ए ल